वेलकम बैक टू माई च्यानल। तपाईँलाई स्वागत छ मेरो च्यानलमा। हामीले चाहिँ आजदेखि खतरा ब्लग बनाउन थालेको। लङ्गु भाइ यहाँ छँदैछ, म यहाँ छँदै। अब लङ्गु भाइ आफूबाट चढेर क्या आज। ल ए हामी चाहिँ पिकनिक खान आएको जङ्गलमा, जङ्गलकै आँप। एक बोतल पानी र एक कचौरा नुन, एक बोतल पानी र एक कचौरा नुन। हामी चाहिँ आफ्नो लङ टाइम आएको अनि हुक्का पनि छ। मुख ब्याङ भिडियो के हो यो? खटी मिठो गुले खा। फर्स्ट बाइट खाए ल। हाम्रो चाहिँ आँप झरेर आइसक्यो। यो ट्री म्यानले चढेर झारेको। अब हामी चाहिँ खाने परिस्थितिमा लाग्छु। उकाको पल्टिनु गएको थियो, आउँदैन खातै साला। त्यो आएपछि उका खाउँ भनेको। हाम्रो भान्जा यहाँ छ, लङ्के दोस्त छ यहाँ। अब मुख ब्याङ भिडियो बनाउने हामी चाहिँ यहाँ हुक्का बनाएर राख। यहाँ मुख ब्याङ सुरु हुँदैछ। यहाँ नुन थोरै ल्याएको छ 20 रुपियाँको। यहाँ सब गर्ने काम मान्छे यहाँ मेहनतीले छ। पानी 18 रुपियाँबाट त पुग्छ। जोल्टेको छ है, त्यो मन लाग्छ ल्याउनु। चट्टाइ हो, बोकेर ल्याएको छ। आफै छैन र आँप देखाउनुहुन्थ्यो। ऊ त्यता छ होला आँप, एउटा मात्रै देखेको छ। यही हो आँपको रुख। आमा हेर्नु त बादल कस्तो दामी देख्यो। बगैँचा बगैँचा खराब गुरु बाँधिनु सबको 1 घन्टाको बनाएर। के गर्नु अब? आउँदैन त्यसले खानु कस्तो हुने रहेछ? आवाज निकाल्नु खाएको आउँदैन। हाम्रो मुख ब्याङवालाहरू यहाँ मेन चाहिँ यहाँ रोमनको मम्मी। बगाइ त्यसरी खानु त पनि। उसको नमन आयो। आयो त्यही भनेर ल्याउनु पर्छ नि है। त्यही भनेको मैले। जाने त्यो स्टुडियो छैन। केराको पत्तालाई घोपेर हाल्यो नि।
उठ्यो आयो ओइ यहाँ आइद यहाँ घर जान आँटेको रहेछ त्यो यहाँ आइज यहाँ धन्न देखेँ मैले पहिला फर्केर हेरेँ त उता पो गएछ त्यो त ओ यहाँ त किल टोक्यो ओ यहाँ आऊ कहाँ त्यो घाउ हो उता पोले पसिना चुहेर ओ यहाँ आइज धन्दै घर गएको त्यो है यहाँ धन्दै खानु पाएको उका मन्दिरको पैसा जम्मै उठाइदियो खोइ छैन छ यहाँ भित्र होला नि अलि निकाल्नु चिप्ने उता जान्छ छैन ब्लग हाम्रो फ्यामिली ब्लग म झन् उता गएको पोखरीमा हेर्छु दायाँ भए छैन डुबेको घर जान आँटेको होला फेरि अनि उता बाबलबाट फेरि अनि निशालाई सुनाउनु यो सबै ल्याएको छ मलाई मार अनि छैन भनेको होइन सबैले खाएको के हो थुप्रै चोकायो ठुलो छ अरे यहाँ पनि कालो हुन्छ भने ल्याएको गर्नुलाई डबल एप्पल र मिट मिसाएर खाने बेट कस्तो हुन्छ घर जाने बेला चाहिँ छुट्टै जानुपर्छ चिन्ता पनि खोइ आज फ्यामिली चिन्ता पनि अलिक खाएको चिन्ता आएको फ्यामिली ब्लग आज लङ जान्छ 1 घन्टाको यो बम्बे आएको कहाँ हो यहाँ नै बाजा चढेको थियो होला अर्को त अरू को पालो छ उता हामी जाउँ भने के जानु गइसक्यो होला पोखरीमा आइसक्यो होला अनि म सिधै आएको ठ्याक देखेको मैले कहाँ गर्नेमा गर्नेमा ठ्याक को ठ्याकमा आयो क्या ए पखरीतिर ठ्याक पनि बुझ्नु म त गर्नेमा आयो क्या अनि खोइ उगा बनाउँ न त लङ्का एकछिन हामी चाहिँ अब हुँगाबाट तर्फमा लाग्छु